ल अब म तिमीहरूलाई दिन्छु मेरो मेरो नेपालको तिमीहरूलाई यहाँ हेर अब दिन्छु म रियलिस्टिक यहाँ हेर मलाई नेपालबाट ऱ्यापर को मनपर्छ एकछिन गेम खेल्ने अब 5 मिनटमा सुरु हुँदैछ भाइ त्यहाँ पछाडि सबै एड हुँदैछ भाइ मान्छेहरू अब 5 मिनट 10 मिनटमा सुरु हो क्या सो त्यहाँ पछाडि खेल हुँदैछ क्या खेल हुँदैछ तिमीहरूलाई यहाँ ल्याएर अड्काउनु कालो स्क्रिन दाइयो भन्नुभन्दा एकछिन चाहिँ दिम भनेर यहाँ हेर भाइ यहाँ हेर अब यहाँ हेर नेपाली खतरा ऱ्यापर कसलाई भन्छ नेपाली खतरा ऱ्यापर को नेपाली खतरा ऱ्यापर नेपाली ऱ्यापर जो चाहिँ तँलाई एउटा विदेशी मान्छे आएर भाइ तेरोमा काले यहाँ आयो सट्टो छेउमा भाइ तेरोमा सिटहरू के हुन्छ नेपालमा देखा त भाइ तेरो ऱ्यापरहरू को देखाउँछ त को देखाउन प्राउड गर्छिस् त्यो मान्छेलाई को देखाउँदा चाहिँ तँलाई तेरो लेभल बढ्छ जस्तो लाग्छ को देखाउँदा चाहिँ तेरो औकात अलिकति माथि आउँछ जस्तो लाग्छ कुन ऱ्यापरको गानाको म्युजिक भिडियो या गाना सुनाउँदा त्यो काले खुसी हुन्छ जस्तो लाग्छ ती गुलाब कमलका फुलका तलहरू कचडामा कालेलाई बाल छैन भाइ कालेलाई बाल छैन हो अब को हुन्छ त यहाँ हेर भाइ यो कन्टेक्स्ट अहिलेको कन्टेक्स्ट हो नि यसमा यामा बुद्ध एमसी फ्लो गिरीश दाईहरू त्यो माथि माथिको यिनीहरू छैन यिनीहरू अलरेडी उनीहरू माथिको मान्छे हो उनीहरूको कुरै आएन यहाँ बुझिनुहोस् उनीहरूको कुरै आएन उनीहरू छाप भइसकेको मान्छे हो यहाँ बुद्ध एमसी फ्लो माथि यो गिरीश दाईहरू को छ अरू पुरानो DS69 दाईहरू यिनीहरू माथिको भाइ यिनीहरू हामीलाई यिनीहरू होइन यिनीहरूमा ऱ्याङ्किङ छैन यिनीहरू माथिको यिनीहरूको आफ्नै इज्जत छ अझै यहाँ बुद्ध एमसी फ्लोको आफ्नै इज्जत छ बुझिनुहोस् उनीहरू माथिको उनीहरू कम्पेरिजनमा आएन तर म कसमा प्राउड हुन्छु त गाना देखा तेरो नेपालमा ऱ्यापरहरु को छ खतरा कोसँग प्राउड हुन्छ थ्यांक यू मेरो भाइ $4.99 Tuki Ra Hey Jurko Kalab Kyle Achadai फर्स्टमा राख्छु म फर्स्टमा कसलाई राख्छु भिटेन र नवाज फर्स्ट भिटेन र नवाज फर्स्ट बुझिस सेकेन्ड यबी सेकेन्ड यबी आउँछ हो सेकेन्ड यबी हो फर्स्ट नवाज भिटेन सेकेन्ड यबी थर्ड सेकेन्डमा 555 पनि आउन सक्छ सेकेन्डमा लेट्स से सेकेन्डमा 555 सेकेन्डमा 555 सेकेन्डमा 555 सेकेन्डमा 555 सेकेन्डमा 555 एकछिन यहाँ खेल हुँदैछ दुधको दुध पानीको पानी आज म गरिदिइहाल्छु राडीहरूलाई Real Hayes Live sent a super chat $2.00 and that's Nawach Ansari 55 सेकेन्ड ओके भनेपछि यबी आइहाल्यो यहाँ हो कामै छैन अघिको त यहाँ बुद्ध एमस्लिमहरु लाउरेहरु पनि ती परो नि फेरि अब बाटो भएर फेरि दाइ लाउरेले यस्तो हटाइदियो एक जमानामा थियो भाइ अहिले लाउरेले गीत निकालेर म सुन्दिन भाइ मन पर्दैन पनि तर एक जमानामा गरेको हो भाइ गरेको थामेको भाइ कन्दा थामेको त्यो भन्दैमा तर आज उसको गाना पहिला जस्तो छैन भन्दा उ बिल्ला हुँदैन भाइ मान्छे यति हो गाना उसलाई पहिला जस्तो उसको गाना हामीलाई रुच्दैन अहिले त्यो भनेको तर बनाउनु कन्दा बोक्नु भाइ भारी बोक्नुमा हेल्प गरेको छ त्यही भएर तिहरु माथि भयो यो अबि अब फोर्थमा को आउँछ त लु भन्छ साकार युनिक पोइन्ट पनि आएन भाइ यिनीहरू अगाडि भयो एक जमानामा गरे अब हरायो भाइ अब छैन भाइ अब छैन तर भिटेनको चाहिँ एक दुईटा गीत अहिले लेटेस्ट गीत खतरा नभए पनि स्टिल भिटेनको छ स्टिल भिटेनको स्वाग छ स्टिल के छ को छ फोर्थमा यहाँ फोर्थमा अब उनीहरू आफ्नो ठाउँमा छ नि भाइ साकार युनिक पोइन्ट अहिले यहाँ गन्तीमा आउँदैन भाइ किनकि तिनीहरूको नयाँ गानाहरू त्यस्तो धेरै आएको पनि छैन अनि 2 वर्षमा एउटा निकालेको हिसाबमा यहाँ जज गरेको होइन भाइ बुझिनुहोस् अब को आउँछ लेल झोला हाँस कमेन्टमा को हाँस्ने हाँस लेल झोला म भन्दैछु यहाँ मान्छेले आयो भाइ तेरो म्युजिक भिडियो देखाउँदा नेपालमा के हुँदैछ गानाहरू सुन्दिम त के हुँदैछ यिनीहरूको गाना देखाउँछु म यिनीहरूको अनि लास्टमा एउटा मान्छे देखाउँछु अब तिमीहरू ओभर हाँस्छस् मलाई थाहा छ यहाँ को छुटो मलाई थाहा छैन कोही छुटो कोही खतरा छुटो कोही खतरा छुटो छैन नि कोही छुटेको छैन हामीले दिइरहेछ त हामी दिइरहेछ त 5 हैन 5 मा अब यस्तो म डङलाई राख मेरो हिसाबको कुरा गरे म डङलाई राख्छु भन्दा पनि यस्तो हो क्या
69 Prashant 69 sent a super chat. डङको पहिला मैले गाना $1.99 सुने अब K रावण सक्दिनँ भन्ने 2टा गाना हो मलाई उसको मन परेको अब त्यो बाहेक मैले अरू गाना उसको धेरै सुनेको पनि छैन हो अनि अरू गानाले त्यस्तो मलाई जुन दिनुपर्ने एउटा दिएन तर त्यो अरू 2टा गानाले दियो सो डङलाई अहिलेको लागि हुन्डी मुन्डीमा म यहाँ यसो साइडमा यसो यतिकै अहिलेलाई है तर उसको जुन पहिला गरेछ उसको कुर्बानीहरू त्यो छ नि अनि लास्टमा एउटा पर्सनालिटी जो चाहिँ म मान्छे देखाउँदा पनि ल यसले चाहिँ गर्दै रहेछ दामी रहेछ भन्ने खालको एउटा छुट्टै पारेको मनोरञ्जन इन्टरटेन कसैलाई रिस उठ्ने कसैलाई के गर्ने बुझेस् यो चाहिँ लाइफस्टाइलको हिसाबले हो नि यो चाहिँ लाइफस्टाइलको हिसाबले पर्पल अनि अर्को लास्टमा अब एउटा बाइक म केही जोड्दिनँ यो मान्छे पनि होइन यो केही होइन यो को हो जहिले बाहिर अब उसलाई लिस्टमा राखेको होइन तर यो गाना छिरो भाइ बुझिनस् सो मेरो नेपाली ऱ्यापर मलाई मनपर्ने जो चाहिँ बाहिर यहाँ कसैले सुना त भाइ तेरो नेपाली ऱ्यापरहरू चिरा भन्दा प्राउड गर्ने को हो 1 भिटे नवाज 2nd 555 3rd यबी द गोट 4th लिल जोला डङ पनि साइडमा छ तर डङको नयाँ गानाहरू म त्यस्तो रुचाएको छैन तर पुरानो उसको 1-2टा गाना इज डेन्जर स्टिल सुन्छु 5th पर्सनालिटी लाइफस्टाइल वाइज पर्पल अनि गाना फर्स्ट टाइम नेपालमा अलिकति झाइँ खालको अलिकति दामी आएको टक्कर दिने खालको भनेको जहिले बाहिर अस्ति भर्खर आएको अरू कोही परेन भने चित्त नदुखा भाइ तिमीहरूमा छैन भाइ तिमीहरूमा थिएन भन्ने बुझ ममा पनि छैन म पनि पर्दिनँ त्यो लिस्टमा बुझिस्